के तपाईँ एउटा बक्समा 6वटा ब्लक राख्न सक्नुहुन्छ? यो 2015मा पुरस्कार विजेता भएको पजल हो। यदि तपाईँले टुक्राहरूलाई बक्समा एक-एक गरेर राख्नुभयो भने तपाईँले पजल समाधान गर्नुहुने छैन, किनकि 5 टुक्राहरू राखेपछि अन्तिम टुक्रा राख्ने ठाउँ पाउनुहुने छैन। तपाईँ तिनीहरूलाई विभिन्न तरिकाले पुनः राख्ने प्रयास गर्न सक्नुहुन्छ, तर समस्या उस्तै हुनेछ। तपाईँ सधैँ एउटा ब्लक छिर्न बाँकी अवस्थामा हुनुहुनेछ, जुन बक्समा फिट हुँदैन। त्यसैले पहिला समाधान के हो? एउटा ब्लक ठाडो रूपमा राख्नुहोस् र त्यसलाई बक्सको बायाँ छेउमा सार्नुहोस्। अर्को एउटा तेस्रो रूपमा राख्नुहोस् र दायाँ सार्नुहोस्। त्यसपछि तेस्रो ब्लक पनि उही तरिकाले थप्नुहोस्। तर समस्या यो हो कि चौथो ब्लक थप्दा प्रवेशद्वार फेरि अवरुद्ध हुन्छ। यद्यपि टुक्राहरू सार्ने अझै प्रशस्त ठाउँ छ। तिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने बारे 5 सेकेन्ड सोच्नुहोस्। तपाईँले यो ब्लकलाई बक्सको बायाँ छेउमा सार्न आवश्यक छ, त्यसैले यो तल खस्छ। यसले अर्को टुक्रालाई यहाँ सार्न अनुमति दिन्छ। अन्तमा एउटा ब्लक राख्नुहोस् र दायाँ सार्नुहोस्। अब अन्तिममा बक्स राख्ने पर्याप्त ठाउँ छ। के तपाईँलाई यो पजल मन पर्यो?